त हामी पुग्छौँ त यहाँ तल मेरो बस है अहिले म बजारमा बस्छु फर्किङ दिवानी यो 25 रुपियाँमा किनेको एक बोट 2 बोट 3 बोट पानी चाहिँ एकातिर होइन हेलो गाइज वेलकम टु न्यू ब्लग सबैजना सन्चै हुनुहुन्छ अनि आई होप आफ्नो एकदम सन्चै छु म चाहिँ फुल रेडी भएर कहाँ जानु लाग्यो भन्ने कुरा हजुरहरूलाई अवश्य देखाउनेछु भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु अनि म चाहिँ यसरी रेडी भइसकेँ यसरी चल्छु यहाँ अब हिँड्दै जानुपर्ने हुन्छ हामी चाहिँ अनि अब गाउँमा हिँड्दै जानुपर्ने हुन्छ म तपाईँलाई अवश्य देखाउने छु म चाहिँ कहाँ जानु लाग्यो भने मापास्नीमा जानु लागेँ अनि रेडी भइसक्यो त अनि यहाँ फोनको कभर पनि झारेको थियो अनि यो चाहिँ नलाउने अनि भारी हुन्छ नि त मलाई अनि मेरो डली छ यहाँ भिडियो हेर्दै गर्नु होला म चाहिँ हिँडेँ घाम घाम अरे कहना क्या चाहते हो घाममा हिँडाउँछन् मलाई अनि म के गर्नु त हामी पुग्छौँ त यस्तो घाममा हिँड्दै जानुपर्ने सुत्ने बेलामा हिँडाउँछन् मलाई खत्म बाय बाय टाटा गुड बाय गया अहिले म बजारमा बस्छु हावा यसरी चलेको राम्रो अरे पारी धरान काठमाडौँ जाने बाटो अनि यहाँ छु म गाउँघरको साथ जल्दी बोल कल सुबह पनवेल निकलना है आज खतरा घाम लागेको छ तर छाता नभएर चाहिँ एकदम पीडित हामी पीडित आमामामा आज नि कोसी पल्टेको हो कि क्या हो मिलो छ त गजब बेइज्जती है सबैभन्दा मुनि रातो रातो घर हो मेरो घर अहिले म बजारमा बस्छु त्यही भएर यताबाट हिँड्छु अस्मिमा हामी गएको मासु र भात खानु यो मान्छे त मासु र भात खै खान नपाएर गएको भन्छ होला अन्त देखो फर्स्ट में म आफै गर्दैछु
छिटो फोन गर न हौ कि त्यो एउटा आएको छ भन्दैछ जान त फर्किङ दिवानी थिए यो पो किनेको के सबै गर्नु? मरिगयो माछ के नि टिप्दैन हौ पेलेपाङको घरहरू हो कुन बाटो जानु त्यसो भन न है फर्केकै गाई छु फर्केको पानी त एकातिर होइन यहीमा घर पुगेँ मतलब रुम पुगेँ अनि आजको मिनी ब्लग चाहिँ के कस्तो लाग्छ कमेन्ट गर्नु होला अनि भन्दै छुट्टिन्छु ल बाई बाई